मैले रासपालाई भोट किन दिने यो मेरो विरोध होइन, यो मेरो प्रश्न हो है। तपाईहरुले गु खानुहुन्न, भात खानुहुन्छ भने राम्रोसँग कमेन्ट गर्दा हुन्छ, होइन भने तपाईहरुले त कमेन्ट फेक आइडी बनाएर गाली गलौज गर्न त तपाईहरुले त अवार्ड जित्नु भएको छ है। मैले रासपालाई भोट किन हाल्ने, एजेन्डा के छ रासपासँग भन्नुस् त। एउटा एजेन्डा त मैले थाहा भइसके। सेङ्जामा जित्नु भयो भने रिमा विश्वकर्माले त्यहाँ रवि र बालेन्द्र शाहलाई लिएर जानुहुन्छ भेटाउनलाई, देखाउनलाई। रिमा विश्वकर्माको एजेन्डा, राजु पाण्डेको एजेन्डा, उहाँको एजेन्डा त छैन। उहाँले भोट कसरी माग्नु भएको छ, नमस्कार म बालेन्द्र शाहको सिपाही, तपाईसँग आफ्नो पहिचान छैन। हामीले अब बालेन्द्र शाहलाई हेरेर भोट दिनुपर्ने भयो हैन। तपाईको भिजन के हो राजु पाण्डेजी, तपाईको एजेन्डा के हो, तपाईले गरेको काम के थियो काठमाडौँमा? सिधै म बालेन्द्र शाहको सेना भनेर म बालेन्द्र शाहको राइट ह्यान्ड लेफ्ट ह्यान्ड अथवा कटप्पा भनेर भोट पाउँछ? सिधै घन्टी पार्टीको एजेन्डा कसैलाई सुन्न जरुरी नै छैन, जरुरी नै छैन तिमीहरूलाई। बालेन्द्र शाहको मुख हेरेर रविको मुख हेरेर भोट दिने हो। अब त्यही खोजेको तिमीहरूले, नयाँ भनेर भोट दिने रे, युवा भनेर भोट दिने रे। युवाले सही नै गर्छ, युवाले भ्रष्टाचारै गर्दैन भनेर कहाँ लिएछ? अर्को एजेन्डा, हामी भ्रष्टाचार हटाउँछौँ रे। एक कमसेकम आफ्नै पार्टीमा एउटा भ्रष्टाचार गरेको मान्छेलाई त हटाएर देखाऊ पहिला, अनि देशको भ्रष्टाचारलाई चाहिँ अन्त्य गर होला क्या तिमीहरूले है। अनि हाम्रो अधिवक्ता सोभिता गौतमजी, तपाईँको भिजन त हामीले देखिसक्यौँ। त्यस्तो बलात्कार जस्तो त्यस्तो सेन्सिटिभ कुरालाई पनि तपाईँले कसरी एक्सप्लेन गर्नुभएको छ मिडियामा आएर। ल ठिकै छ, त्यो पुरानो कुरा भयो, पुरानो इन्टरभ्यू अहिले भाइरल भयो, त्यसलाई हटाउँ हैन। तपाईँ आफै पनि एउटा अधिवक्ता, एउटा कानुनको विद्यार्थी भएर पनि तपाईँ एउटा फौजदारी मुद्दा लागेको व्यक्तिसँग हुनुहुन्छ क्या। तपाईँलाई अलिकति पनि लाग्दैन यो गलत हो भनेर? लाग्दैन? तपाईँले अहिले त त्यस्तो गर्नुभएको छ नि, भोलि गएर तपाईँले जितेर कानुनमा केही गर्नु भने हामीले के आशा गर्ने, सर्वसाधारणले के आशा गर्ने? निष्पक्ष न्याय होला भनेर हामीले आशा गर्न सक्छौँ तपाईँबाट? अनि बाँकीका जति पनि रासपाबाट उठ्नु भएको छ तपाईँहरू त जबरजस्ती घन्टीमै भन्दा ठिक्क छ। धम्की, डर हैन, सबैले बालेन्द्र शाहको मुखै हेर्नु छ, सबैले गाउँ गाउँमा लगेर बालेन्द्र शाह देखाइदिए भइहाल्यो नि, देश आफै विकास भइहाल्छ नि। यो मेरो विरोध होइन, यो मेरो प्रश्न हो। किनकि नयाँ पार्टी हो, नयाँ पार्टीलाई केयरकार गर्नुपर्छ, सोध्नुपर्छ प्रश्न, होइन भने उही पुरानैकै पारा आउँछ है। हामी वाक्क परिसक्यौँ। तिमीहरूको भिजन के हो, एजेन्डा के हो, यसो राखिदेऊ, पढ्छु म हैन। होइन नि घोषणै पत्र दिए नि हुन्छ, पढ्छु म।